राजावादी, हिन्दूवादी अनि न्यायप्रेमी आम नागरिक जनताको स्वतःस्फूर्त हो र यो स्फूर्तिलाई नेपाली जनताको जनआन्दोलनको रूपमा जनबाट मनबाट नागरिकले गणतन्त्रको विकल्प खोजिरहेको अवस्थामा स्वतःस्फूर्त आन्दोलनको रूपमा हामीले यसलाई लिनुपर्छ। नेतृत्वकर्ताहरू आज खास को हुन्छ बुझ्न चाहन्छु। मैले भन्नै पर्छ, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपाल, जसले 79 साल फाल्गुन 1 गते पूर्वको मेचीको बगरमा ज्ञानेन्द्र वीरविक्रम शाह सरकारलाई लगेर दीप प्रज्वलन गरेर श्रद्धेय दुर्गा परसाईजीले सुरु गर्नुभएको यो अभियान राजा ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारले दियो बालेर यो पवित्र दियो यो अन्धकारलाई उज्यालोतर्फ लैजाने नेपालीका जनमनमा भएका तुच्छहरूलाई सद्विचार, सत्मार्ग र सत्कर्ममा तपाईका सद्बाणी मार्फत अगाडि बढाउनुहोस् भनेर उहाँले हातमा राखिदिएको दीप आज पनि हामीले निम्न दिएको छैन। त्यही दियोको आशा र भरोसामा आज 3 करोड नेपाली जनता बाँचेका छन्। एउटा उखान छ क्या, एउटी आमाले घरमा केही पनि खाने अन्न नभएपछि आफ्ना छोराछोरीलाई एउटा हाँडीमा लोरो हालिदिएर बाबु यो तिमीहरूले आगो लगाउँदै गर्नु, जतिखेर पाक्छ त्यतिखेर खानु भनेर चाहिँ आमा लोरो बसाएर जङ्गलतिर कन्थमूल खोज्न गएकी थिए र ती बच्चाहरू ती आमाले लगाएको आगोमा त्यो लोरो घोच्दै कतिखेर पाक्ला र खाउँला, घोच्दै कतिखेर पाक्ला र खाउँला भन्ने झिनो आशामा जसरी ती बच्चाहरूको प्राण हरिएको थियो अनि आमाले जङ्गलबाट कन्थमूल ल्याएर खोजेर पकाएर खुवाएर ती बच्चालाई बचाए जस्तो आज ब्याङ्क, लघुवित्त र सहकारीबाट तमाम नागरिकका आज बस्तीहरू उजाड भएका छन्, घरहरू लिलामी भएका छन्, ब्ल्याक लिस्टमा हालिएको छ। हुँदाहुँदै नागरिक मात्रै होइन, आज सिङ्गो देश ब्ल्याक लिस्टमा परेको छ। एक दिन दुर्गा परसाईले उठाएको अभियान साकार हुनेछ। ब्याङ्क, लघुवित्त र सहकारीको 20 लाख भन्दा मुनिको ऋण मिना हुनेछ। 20 लाख भन्दा माथिका मध्यम व्यापारीहरूले 25 देखि 30 वर्षको भाकामा 5% हाम्रा डुबेका उद्योग व्यवसायहरू हामीले सञ्चालन गर्न पाउनेछौँ। त्यति बेरसम्मको लागि, त्यो परिवर्तनसम्मको लागि हामीले बाँच्नुपर्छ। अहिले हामीले बढ्नु हुँदैन भनेर तमाम गरिब सर्वहारा र भूमि मान्छेहरू बाँचेका छन्। आजको नेतृत्व राजावादी, राष्ट्रवादी, हिन्दूवादी, देशमा भएको तमाम भ्रष्टाचार विरोधी नागरिकहरूले गरिरहनु भएको छ। आजको नेतृत्व सम्पूर्ण देशलाई चाहने देशभक्त राजावादीहरू, राष्ट्रवादीहरू, देशमाथि भ्रष्टाचार विरोधीहरू यो स्वतःस्फूर्त हो। त्यसको नेतृत्व तपाईको क्यामेराले गरिरहेको छ, त्यसको नेतृत्व तपाईको स्ट्यान्डले गरिरहेको छ, त्यसको नेतृत्व मैले गरिरहेको छु, त्यसको नेतृत्व प्रवासमा गएको एउटा नेपाल छ नि जहाँ गएर भेडा चढाइरहेको छ। साउदी, कतार र मलेसियामा गएर 45 देखि 50 डिग्रीको तापक्रममा भेडा चढाइरहेको छ, भाँडा माझिरहेको छ, त्यो नेपालीले गरिरहेको छ। आजको यो नेतृत्व मैले गर्न पाऊँ अथवा मैले गर्न पाऊँ भनेर लुच्छाचुडी गरिरहेका छन्। किन त यो तपाईँले जसले गरिरहेको छ उनलाई सोध्नु होला। हामी के भन्छौँ भने तपाईँको संसदमा गएर होली वाइन पिएर गणतन्त्रको गीत गाउने, सडकमा आइएर राजा र हिन्दू धर्मको नाटक नगरिदिनुहोस्। हामी सबै तपाईँ राजा बेचेर रोटी साटेर खाने काम सबैले बन्द गरौँ। साँच्चै धर्म चाहिएको, तपाईँलाई साँच्चै राजा चाहिएको हो भने संसदबाट राजीनामा दिएर सडकमा आउनुहोस्। पार्टीको झण्डा बोकेर होइन, यो राष्ट्रिय झण्डा बोकेर आउनुहोस्। नागरिक बचाऊ अभियान यो झण्डाको सबैभन्दा अन्तिममा रहेर तपाईँलाई साथ दिन्छ। अगाडि जो लाग्नुहुन्छ लाग्नुहोस्। भइसक्यो उनले चाहिँ राजीनामा दिएर सडकमा आउनुपर्ने अनि नआइकन हुन्छ। अनि उहाँ गएर गणतन्त्रको गीत गाउने, गणतन्त्रको जय जयकार हो भन्ने, अनि यहाँ आएर राजा र धर्मको कुरा गर्ने। दुईटा नाउँमा
खुट्टा हाल्नु भएन, आउनुहोस् एउटा कित्तामा उभिनुहोस्। हामी धवल शमशेरजीलाई, कमल थापाजीलाई, राजेन्द्र लिङ्गदेवजीलाई, नवराज सुवेदी सबैलाई स्वीकार्न तयार छौँ। जसरी नि राम वनवास जाँदाखेरि भरतजीले खराउ राखेर राज्य चलाएको थियो, हामी एउटा लौरोलाई प्रतिनिधि मानेर हिँड्न तयार छौँ, झन्डालाई प्रतिनिधि मानेर हिँड्न तयार छौँ। तर राजाको नाम बेचेर, धर्मको नाम बेचेर यी गरिब सर्वहारा र भुइँ मान्छे यी तमाम छातीमा देश र मुटुमा राजा बोकेर हिँडेका नागरिकको भावनामा खेलबाड नगरिदिनुहोस्। तपाईँहरू एउटा कित्तामा रोकिँदैनन्। हजुर, दुर्गा प्रसाई रापर बिना रोकिँदैनन्। दुर्गा प्रसाई नागरिकका दुर्गा प्रसाई नागरिकका ब्याङ्क, लघुवित्त र सहकारीले उजाड पारेका बस्तीका नागरिकको आवाज बोकेर हिँडेका छन्, एक्लै पनि हिँडेको छन्। त्यसैले त दुर्गा प्रसाईको अगाडि एउटा बात छ। नेपोलियन बोनापार्टले भनेको छ, म हजारवटा मुसाको शासन भन्दा एउटा दरिलो सिंहको शासन मन पराउँछु। त्यसैले दुर्गा प्रसाई एउटा दरिलो सिंह हो। हामी हजारवटा मुसाको पछाडि अब लाग्दैनौँ, त्यही दरिलो सिंहको पछाडि लागेर हिँडेका छौँ। र म यहाँबाट केपी ओली, शेरबहादुर देउपा, प्रचण्ड, माधव नेपाल, बाबुरामलाई पनि आह्वान गर्छु, तपाईँहरू प्रायश्चित गोदान गर्नुहोस्। हामीले कुनै पनि सत्कर्म गर्नु अगाडि बाछाको पुछार समाएर अहिलेसम्म मैले जति कुकर्म गरेँ, जति अपराध गरेँ, मैले कम्बोडियामा लगेर नेपाली जनताको गाँस काटेर, छाती निमोठेर रकम गरेँ, स्विस ब्याङ्कमा लगेर जम्मा गरेँ, मैले जीवनभरि अपराध गरेँ। अब मर्ने बेलामा म प्रायश्चित गोदान गरेर तपाईँहरू नागरिकको बाँकी जीवन सत्कर्म, सद्विचार र सत्मार्गमा लागेर